कतार र युएईमा नेपालीहरूले कन्सल्टेन्सी खोलेका छन्। उनीहरूको धन्दा हो त्यो देशबाट अर्को देश पठाउने। अब कतार र युएईमा रहेका नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउने अवस्था बन्द गर्दैछन्। उनीहरूले अधिकांश युवाले जस्तो कतारमा कमाएको पैसा, दुःखले 2 वर्ष 3 वर्ष 4 वर्ष कमाएको पैसा एउटा कन्सल्टेन्सीले कुनै युरोपको रोजगारीमा जोडिदिन्छु भनेर लुटिरहेको छ। त्यो कतारको हकमा या दुबईको हकमा म भनिरहेको छु। 4 वर्ष 5 वर्षसम्म कमाएको पैसा, कतिपय पैसा त नेपालबाटै, त्यो नपुगेको पैसा नेपालबाटै पनि ट्रान्सफर भइरहेको छ हुन्डीको च्यानलबाट। यसमा सरकारको चासो छैन, राष्ट्र ब्याङ्कलाई यो कुराको पत्तै छैन है। यो कुरा तपाईँलाई भन्न चाहे। र अब हामीले सोचिरहेका थियौँ केही समय अगाडि कतारबाट, साउदीबाट अथवा चाहिँ नि दुबईबाट त नेपालमा रेमिट्यान्स राम्रो आउँछ। अब त्यो रेमिट्यान्स पनि त्यसरी डाइभर्ट हुँदैछ। त्यहाँ गएर नेपालीहरूलाई नै टार्गेट गरेर नेपालीले नै त्यहाँ कन्सल्टेन्सी खोलेका छन्। जस्तो कतारको E2W भन्ने कन्सल्टेन्सीले कयौँ नेपालीहरूलाई ठगेर फरार भइदियो। कयौँ युवाको 3 वर्ष 2 वर्ष कमाएको पैसा झ्वाम भइदियो। त्यो भनेको के हो? देशमा आउने रेमिट्यान्स झ्वाम भइदियो। यी यावत विषयवस्तुमा सरकारले बेलैमा सचेत कहिले पनि हुँदैन। यो सचेत हुनुपर्ने बेला भएको छ। नेपाल सरकारलाई हामी सम्बन्धित निकायलाई यो विषयवस्तुमा ध्यान आकर्षण गर्न चाहन्छौँ। युएई र कतारमा खुलेका कन्सल्टेन्सीहरूले खुलेआम टिकटक मार्फत विज्ञापन दिइरहेको तपाईँहरूले एकचोटि सूचना हेरिदिनुहोस् त। कतिसम्मको व्यथिति त्यहाँ देख्नुहुन्छ। सयौँ युवाहरू त्यो कन्सल्टेन्सीहरूबाट ठगीको शिकारमा पर्नुभएको एउटा कन्डिसन छ भने अर्को नेपालमा आउने रेमिट्यान्स नै अब घट्दैछ। यो विषयमा नेपाल सरकारले तत्काल ध्यान आकर्षण गर्न जरुरी छ। साथसाथै म यसो भन्दै गर्दा युवाहरूको भविष्य युरोप जाने सपनालाई टुटाउन चाहदिनँ। नेपाल सरकारले यो विषयवस्तुको व्यवस्थापन गर्नुपर्छ। चाहे त्यो क्रोएसिया होस्, चाहे त्यो रोमानिया होस्, चाहे जुन देशमा नेपालीहरूको माग भइरहेको छ त्यहाँको त्यो देशसँग तत्कालै त्यहाँको सरकारसँग सम्झौता गरेर नेपालबाटै सस्तोमा, भनेको नेपालबाट टिकट मात्रै काटेर सामान्य भिजा चार्ज या मेडिकल चार्ज मात्रै तिरेर बढीमा 1-2 लाखमा युरोप जान पाउने एउटा स्थितिको सृजना गर्नुपर्छ। जसले नेपालबाटै पनि या चाहिँ कतारबाटै या चाहिँ नै युएईबाटै महँगो 5 लाख 10 लाख 12 लाख 15 लाख रुपियाँ लिएर युरोप पठाउने जुन धन्दा चलिरहेको छ, यिनीहरूलाई जिम्मेवारी केही पनि लिनु पर्दैन। जस्ट त्यो देश पुर्याइदिए मात्रै हुन्छ। यिनीहरूको कन्सल्टेन्सीको धन्दा पछिल्लो समय रोमानिया पठाउने भन्छन्, तर फुल 2 वर्ष 3 वर्षको कामको ग्यारेन्टी त्यहाँ हुँदैन। स्लोभाकिया पठाउने भन्छन्, पुरै कामको ग्यारेन्टी